नमस्कार, हापन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर मधेसका 8वटै जिल्लामा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय धनुषाले गरिरहेको कार्यक्रम मधेसको वन तथा वातावरण मन्त्री त्रिभुवन शाहले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। मन्त्री शाहले जनकपुर जट्टी 6 लेन सडक खण्ड क्षेत्रमा वृक्षारोपण गर्नुभएको छ। मधेस सरकारले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत एक व्यक्ति एक बिरुवा अभियान सञ्चालन ल्याएको हो। यो अभियान अन्तर्गत मधेसको वन तथा वातावरण मन्त्रालयले 65 लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री शाहले जानकारी दिनुभयो। यद्यपि वर्षभरमा 1 करोड बढी भन्दा वृक्षारोपण गर्न लक्ष्य लिएको उहाँको भनाइ छ। रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हेक्टर जति जग्गामा रोप्ने हाम्रो कार्यक्रम छ र यो अभियान हाम्रो हप्ताभरि चल्छ। अनि 81 र 82 मा गरेर हामी अहिले तत्कालै 65 लाख एक नागरिक एक बिरुवा रोप्ने लक्ष्य छ र पछिसम्म 1 करोड नै पुगाउने छु। यति चाहिँ हाम्रो कार्यक्रम छ र यतिमा म विश्वास राख्दछु। त्यो तपाईहरुले हेरिराख्नु भएको छ। यसलाई अब सुरक्षित तरिकाले नै लगाएको छु अहिले। अब यसमा अब एउटा पूर्वा अनिवार्य। मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षण सहितको वृक्षारोपण गर्न अहिलेको आवश्यकता रहेको बताउनुभयो। मधेसमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी वृक्षारोपण अभियान 8वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनुभयो। मधेसमा 101 हेक्टर जग्गामा 1.5 लाख बढी बिरुवा रोपिएको घिमिरेले जानकारी दिनुभयो। चाहे त्यो संस्थागत रूप र हामीले सुरक्षाको जुन कुरो गर्नुभयो यही कार्यक्रममा हेरिहाल्नुभयो। मेयर साहबको उपस्थिति, हाम्रो वडाध्यक्षजीको उपस्थिति र यहाँ स्थानीय समुदाय संरक्षण अहिले हेरिराख्नुमा चाहिँ ट्री गार्ड सहितका हामीले वृक्षारोपण गरिराखेका छौँ। एउटा संरक्षणको पाटो त्यो पनि हो र अर्को पाटो भोलिका दिनमा यहाँ स्थानीय समुदायले नै यसको संरक्षण गर्नुपर्छ र त्यो प्रत्याभूति भएपछि मात्रै हामी वृक्षारोपण गर्छौँ र त्यही अवधारणाबाट यो सुरु भयो र त्यसमा पनि हामीले रेकर्डिङ मात्रै गर्ने गर्थ्यौँ। अहिले हामी के गर्दैछौँ भने अब यसको हामी ट्र्याकिङ गर्छौँ। ट्र्याकिङ इन द सेन्स के भने कति बिरुवा रोपियो, त्यो बिरुवा जागे कि जागेन, कति मर्यो र आउँदो वर्ष हामी कतिवटा रिप्लान्ट फेरि गर्नुपर्छ त्यसको ठाउँमा, त्यो सबै हामीसँग रेकर्ड रहन्छ र हामीले त्यो ट्र्याक गर्छौँ र त्यो ट्र्याक गर्ने बित्तिकै हजुरहरूलाई जति बेला पनि हामी जवाब दिने अवस्थामा हुन्छौँ। यति बिरुवा रोप्यौँ, यति बाँच्यो, यति मर्यो। अर्को कुरो जुन हजुरले कुरो गर्नुभयो, सडकको कुरो उठाउनु भयो। धनुषा डिभिजन वन अधिकृत बेचन चौधरीले धनुषाको 30 हेक्टर जग्गामा यो अभियान अन्तर्गत 50,000 बढी वृक्षारोपण गर्ने जानकारी दिनुभयो। वृक्षारोपणका कार्यक्रम राखेका छौँ। यस अन्तर्गत हामीले मोटामोटी झन्डै 25 हेक्टर प्लस 5 हेक्टर अतिक्रमणको हो। जम्मा जम्मी चाहिँ हामीले यसपालि चाहिँ 30 हेक्टर जति भनेपछि झन्डै 50,000 जति बिरुवा हुन्छ। हामीले चाहिँ यो साल चाहिँ वृक्षारोपणमा चाहिँ रोप्छौँ। विभिन्न काठ प्रजातिहरूका छन्, जडीबुटी प्रजातिहरूका छन् र यो अभियानमा म सबै सम्पूर्ण धनुषा जिल्लावासीहरूलाई अभियानमा जुट्न चाहिँ म हार्दिक अनुरोध गर्दछु। अभियान अन्तर्गत मधेसको वन तथा वातावरण मन्त्रालयले 65 लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले समाज निर्माणमा युवाहरूको भूमिका अपरिहार्य रहेको बताउनु भएको छ। शुक्रबार मधेस जनकपुर धाममा उपमहानगरपालिका वार्ड नम्बर 4 रामचौक स्थित श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यवसाय व्यायामशालालाई उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण भएको व्यायामशालाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले अहिले विसङ्गतिमा फँसिरहेका युवाहरूलाई त्यहाँबाट टाढा राख्न युवा क्लबहरूले अहम भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले यस खालका व्यायामशालाले विसङ्गतिलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो।
मुख्यमन्त्री सिंहले मध्य प्रदेश सरकारको बजेटमा युवाहरूलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागु औषधि दुर्व्यसन न्यूनीकरण गर्न मध्य प्रदेशको 8वटै जिल्लामा पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो। उहाँले सबैलाई व्यायामशालाको भरतपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्वर्धन गर्न दायित्व पनि नागरिकको रहेको बताउनुभयो। व्यायामशाला 25 लाखको लागतमा निर्माण भएको श्रीराम युवा कमिटीका अध्यक्ष परमेश्वर शाहले जानकारी दिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मध्य प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मध्य प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो। उहाँले नेपालमा 20 वटा संरक्षित क्षेत्र रहे पनि मध्य प्रदेशमा भने पूर्ण रूपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताउनुभयो। उहाँले नेपालमा पाइने 1918 जीवन जन्तु मध्ये 1308 प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गर्नुभयो। त्यस्तै नेपालमा पाइने सङ्कटापन 493 प्रजाति मध्ये 319 प्रजाति यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। क्षेत्र जसलाई हामीले चुरे, चुरिया, शिवालिक पर्वत भनिन्छ, यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व पश्चिम फैलिएको छ। पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कुल क्षेत्रफलको 12.778% भूभाग ओगटेको छ। नेपालभित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्म 33 जिल्लाको केही न केही भूभागलाई ओगटेको छ। यो भूगर्भविदहरूको अध्ययन अनुसार सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रूपमा बजेट विनियोजन गर्न सरकारलाई आग्रह समेत गर्नुभयो। आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले नेपाली सेनाका रथी अशोकराज सिंहदेलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाब माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष शाहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिएका रथी सिंहदेलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधान सेनापतिको जवाब माग गर्नुभएको हो। उहाँले नेपाली सेनाको छवि निष्कलङ्कित, निर्बाधित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्याएको बताउनुभयो। उहाँले रथीमाथि प्रश्न उठ्दा प्रधान सेनापति र रक्षा मन्त्री चुप लागेर बस्न नमिल्ने बताउनुभयो। छवि निष्कलङ्कित हुनुपर्छ, निर्विवादित हुनुपर्छ, उदाहरणीय हुनुपर्छ। दुनियाँले नेपालको गौरव बढाउने नेपाली सेनाको छविमाथि आँच पुर्याउने जसले जुन ढङ्गले यो हरकत गरेका छन् त्यो सकारात्मक होइन। यसरी विवादित कुराहरू बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन, हामी जान्न चाहन्छौँ। माननीय रक्षा मन्त्रीको जवाब चाहन्छौँ। यसरी देशको एउटा सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईँ चुप लाग्न मिल्दैन। उहाँले रथी सिंहदेलको उमेर विवादबारे स्पष्ट कुरा आउनुपर्ने बताउनुभयो। सांसदहरूले एसई परीक्षामा 52% भन्दा बढी अनुत्तीर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूले 52% भन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन्। सांसदहरूले धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुनेको दोष सरकारकै रहेका बताएका छन्। बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले 52% विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गर्नुभयो। उहाँले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताउनुभयो। उहाँले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गर्नुभयो। शिक्षा मन्त्री अघि हुनुहुन्थ्यो, अहिले हुनुहुन्न, उहाँको म ध्यान आकर्षण गर्न चाहन्छु कि 52% ती कलिला
युवाहरूको मनस्थिति अहिले के होला, उनीहरूले आफूलाई असफल भएको कुन मनोवैज्ञानिकले आफूलाई हेरिराखेका होलान्, किनभने ती कलिला उमेरका जुन बच्चाहरू छन्, ती युवाहरू छन्, तिनीहरूको मनस्थिति असाध्यै चञ्चल हुन्छ। उनीहरूले जे पनि गर्नु सक्छन्, कहिलेकाहीँ हामीहरूले रिजल्ट त्यस्तै नेपाली काङ्ग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको भने प्रश्न गर्नुभयो। उहाँले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको बताउनुभयो। उहाँले 2,42,000 भन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताउनुभयो। प्रणाली विकास गरेको छ। यो प्रणालीमा 52% विद्यार्थी ग्रेडिङ सिस्टमभित्र परेनन्, ग्रेडिङभन्दा बाहिर परे। 47% भन्दा केही बढी विद्यार्थी मात्रै ग्रेडिङभित्र परेको स्थिति छ। पहिले गरेको प्रश्न फेरि पनि गर्ने स्थिति आएको छ। यो 52% विद्यार्थी जो फेल भए, यी विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको? बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। यो विद्यार्थीहरूको नपढेकै कारण हो त यो नतिजा, या विद्यालयहरूको व्यवस्थापनमा गल्ती हो अथवा त्रुटि हो, वा शिक्षकहरूले पढाउन नजानेका हो, अथवा शिक्षा मन्त्रालयको शिक्षा नीतिले हो, केले हो? पास हुने भन्दा फेल हुनेको सङ्ख्या बढी छ। 50 वर्ष पुरानै शिक्षा नीतिको ढर्रा अब कहिले तोड्ने? यदि नतोड्ने हो भने यी विद्यार्थीका भविष्य के हुन्छन्? उहाँले 50 वर्ष पुरानो शिक्षा नीतिको ढरी कहिले तोड्ने भने प्रश्न समेत गर्नुभएको थियो। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।